हेलो गाइज, नमस्ते एन्ड वेलकम टु माई न्यू भ्लग। र आजको भ्लगमा चाहिँ केही स्पेसल हुनेवाला छ, किनकि आज हामी नेवारहरूको स्पेसल डिस एमरी बनाउन जाँदैछौँ। र हाम्रो आन्टी चाहिँ मेरो आन्टी चाहिँ पाटनबाट आउनु भएको छ है, त्यसको लागि एमरी बनाउनको लागि। र एमरी चाहिँ कसरी बनाइन्छ हामी आन्टीसँग सिक्छौँ, त्यसको लागि हजुरहरूले भिडियो इन्डसम्म हेरिदिनु होला। धन्यवाद। One eternity later. ल अब यो चाहिँ के अरे एमरी बनाउने डो हो, बिहानै मुसेको हो। यसलाई चाहिँ अब यो चाहिँ टाइचिङ चामलको डो हो है। अनि यसको मेन इन्ग्रिडियन्ट्स भनेको चाहिँ यही चाकु र तिल हो है। यो चाहिँ तिल मिसाइसकेको छ यसमा। र हाम्रो आन्टीले चाहिँ बनाउँदै हुनुहुन्छ है डो एमरीको। अब एमरी चाहिँ पाकेपछि कस्तो हुन्छ हेरौँ। सेप त राम्रै छ, अब पाकेपछि चाहिँ कस्तो हुन्छ हेरौँ है। ल यो चाहिँ अब एमरीको लागि पानी तताउने छु है। सबै हालिदिनु यो पानी। ल यो चाहिँ अब पानी भयो स्टिम गर्नको लागि। यहाँ चाहिँ एमरी बन्दैछ। अब पाकेपछि हाल्नेछु फुल भिडियो। बन्नको लागि भाँडोमा हाल्यौँ है। अब यो पाके चाहिँ कस्तो हुन्छ थाहा छैन, सेपहरू ठिकठाकै छ। अब बने चाहिँ कस्तो हुन्छ थाहा छैन। यो चाहिँ लोचामरी हो है। अब यसमा चाहिँ चाकु बिनाको हो यो चाहिँ। अब यति चाकु बाँकी छ, अब कतिवटा बन्छ यसको थाहा छैन। अब लोचामरी पनि अब मिठै हुन्छ, त्यस्तो नमिठो नि हुँदैन। तर एमरी जस्तो चाहिँ मिठो हुँदैन, चाकु भएको र नभएको फरक भइहाल्छ नि। पाक्दैछ है, पाक्दैछ एमरी प्रोसेसिङमा छ। अब पाकेपछि चाहिँ कस्तो हुने हो थाहा छैन, तर पाक्दैछ। चाहिँ पाउ पनि बनाउनु भएको रहेछ मम्मीले है, अमिलो। यो चाहिँ भोगटे, स्याउ, केरा, सुन्तला, दही अनि के भन्छ अरे तेलहरू झानेर बनाएको छ है। अब यो पनि दिउँसोको खाजा हो। हेरौँ यो पनि कस्तो हुन्छ। लाग्छ मुस्कान? मलाई मिठो लाग्छ, मलाई मनपर्छ। एमरी कुरिरहेको हो। ल पाकेपछि खाएर देखाऊ है त। कस्तो छ मुस्कान एमरी? मिठो छ? मम्मीले बनाउनु भएको हो? ल म पनि खाँदैछु एमरी है, मिठो बनेको रहेछ। एउटा त खाइसक्यो, अब दोस्रोको पालो हो। दिउँसभरिमा कतिवटा खान्छु थाहा छैन। ल मिनी एमरी पनि रेडी भइसकेको छ। ल यसलाई पनि एकछिनपछि ट्राई गर्नेछौँ। हेर्नु कस्तो छ मम्मी? अमिलो एकदम मिठो अमिलो, चुट्ट यम्मी। तिमी खालि फोटो मात्र खिच्छ, भिडियो मात्र गर्छ, काम गर्ने चाहिँ होइन। गर्ने हो त आफूले, यहाँ भिडियो खिच्ने त हो नि कामै। यम्मी छ। कस्तो छ त मुस्कान? यम्मी छ? ल आन्टी छिटो बनाएर सघाउनु। अनि र आजको दिन चाहिँ त्यही हो, अमिलो र एमरी बनाएर खाइयो है। अब रमाइलो भयो है। अब अलिकति टिकटक नि बनाइयो। र अब त्यही हो, यो भ्लग चाहिँ अब त्यति एडिटिङ सिटिङ त्यति मलाई आउँदैन, तर जति आउँछ त्यति चाहिँ हजुरहरूमा प्रस्तुत गरेको छु। र अर्को भ्लग चाहिँ हामी बाहिर गएर बनाउनेछौँ। र स्टे ट्युन। यदि भ्लग मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।